साथीहरू यो चाहिँ सिंहदरबार अगाडिको एरिया हो। यो चाहिँ फुटपाथ मान्छे हिँड्ने बाटो यस्तो रहेछ। यता चाहिँ गाडी हिँडिराखेको हुन्छन् साथीहरू। यो चाहिँ यो एरिया चाहिँ एकदम सफा स्वच्छ रहेको छ। मान्छे बस्नको लागि यो कुर्सी पनि बनाएको देख्न सक्छौँ हामीहरू। अहिले चाहिँ काठमाडौँमा काम लाग्यो। यहाँ चाहिँ हरदम मेला लागिरहेको छ यतापट्टिको भागमा। राष्ट्रिय समाचार समिति यहाँ रहेछ। यहाँ चाहिँ नार्क नेपाल एग्रिकल्चर रिसर्च काउन्सिलको कार्यालय हो यो। यता चाहिँ खाद्य व्यापार व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको यो भवन चाहिँ यहाँ रहेछ साथीहरू। यता चाहिँ रामशाहपट भयो, फेरि सिंहदरबार भयो। यो चाहिँ सिंहदरबार अगाडिको एरिया हो। यहाँ चाहिँ जेब्रा क्रसिङ रेड लाइट बलेर चाहिँ मान्छेहरू बाटो क्रस गर्दैछन्। गाडीहरू स्टप रेडी अवस्थामा छन्, देख्न सक्नुहुन्छ। यो चाहिँ सिंहदरबारको गेट। यो चाहिँ पुतली सडकको रोड हो। यहाँ हामीहरू जति पनि स्टेसनरी सामग्री पाउन सक्छौँ। हाम्रो एम्बिसन गुरु भन्ने शैक्षिक संस्थाको भवन। म तपाईँहरूलाई यहाँ नेम भवन पनि देखाउँछु। आर्मीको सिंहदरबारभित्र आर्मीको अड्डा रहेको छ। यता चाहिँ नेम भवन रहेको छ। यता भित्र जानुपर्छ नेम भवनको लागि। यहाँ जति पनि स्टेसनरी किताबहरू 20% डिस्काउन्टमा पाइन्छ। स्टेसनरी सामानहरू तपाईँ पाउन सक्नुहुन्छ। यो चाहिँ सीए पढाइ हुने एओसीको बिल्डिङ रहेछ।
मान्छेहरू आज म यति देखाएँ। यहाँ जेब्रा क्रसिङबाट बाटो काटिन्छ है। जेब्रा क्रसिङबाट बाटो काट्छु। यहाँ काठमाडौँ सहरमा चाहिँ ठुल्ठुलो भवनहरू छन्, जहाँ तपाईँहरूले 1 तला 2 तलाको घर देख्नु नै हुँदैन, जम्मै 5-7 तलाको मात्रै घर देख्नुहुन्छ।